त्यही हो त्यो डान्सर बोल्छ हैन त्यसले गरे हो क्या ओलो डान्स पनि ए त्यो भाइले मलाई पहिले वार्निङ दिएको थियो कि दाइ यसलाई भरोसा नगर्ने भनेको थियो कि त्यो भाइले त मलाई ट्रस्ट देखायो नि त जबसम्म मेरो आँखाले देख्दैन नि त म कसैलाई भरोसै गर्दिनँ कि लास्टमा गएर मेरो आँखा गएर मुद्दियो अहिले फोन छन् उठाउँदैन होइन पुरा अब कस्तो लाग्छ नि ल ठिकै छ अगाडि आएर कुरा गर्नु नि तर यार मलाई कस्तो यार ब्रोलाई त्यस्तो छ भनेदेखि त झन् अहिले भर्खर किनकि ब्रोलाई हेर ब्रोलाई त क्लियर चोइसेस पनि छ नेपालमा बसेर गर्ने कि अझ ब्रोलाई त इन्डिया गएर गरेको चाहिँ धेरै फाइदा फाइनेन्सियली वाइज टु बी अनेस्ट हो कि भन न किन आई थिङ्क इन्डियामा तिमीले एउटा होस्ट गरेको पाउने पैसा त यहाँ त तिमीले 4वटा रियालिटी सोको बराबरै होला मेबी अब कस्तो दुःख लाग्छ यारमा अब पछि यहाँ गएर फेरि कमेन्ट आयो हुन्छ तिमीले खाते इन्डियामा गएर नाच्ने यो आउँछ कमेन्ट आउँछ के त्यो छ तर नेपालीले हाम्रो बेथा बुझ्दैन यो मलाई नाच्ने हो अर्को डान्सर आइहाल्छ नि त्यो छ क्या नेपालमा चाहिँ अब त्यत्रो ट्रस्ट गरेको थियो नि त्यो भाइलाई अहिले फोन उठाउँदैन इन्स्टाको पेजबाट चाहिँ म्यासेज अनि सबभन्दा रिस उठ्यो के भने मेरो पर्सनल उसमा आयो क्या मेरो मेन्टल हेल्थमा चाहिँ कमेन्ट गरे क्या त्यो कुरामा रिस उठ्यो क्या मलाई कस्तो कसरी मेन्टल हेल्थमा अब जस्तै तपाईँले गर्दा स्पोन्सरले मानेन तपाईँले चाहिँ पाइदिइहाल्नु भयो पोस्ट तपाईँ पागल जस्तो मान्छे अरे तपाईँ मेन्टल हेल्थ तपाईँ मरङ लागेको मान्छेले स्पोन्सर नदिने त्यसरी भन्नु पाउँछ यसरी नै नेपालमा रियालिटी सो दब्बिँदै गयो भने त डान्सरहरू यत्तिकै विदेशिन्छ क्या काम गर्नको लागि